अघिल्लो एपिसोडमा सुर्खेतदेखि काठमाडौँसम्मको हवाई यात्रा र 2 दिनको गाडी यात्रा पश्चात हामी मनाङको अन्तिम गाउँ खाङसार पुग्छौँ। झन्डै 2 दिनको पैदल यात्रा पश्चात हामी तिरजुताल पुग्छौँ। केही समय तिरजुतालको मनमोहक दृश्यमा भोलि त्यस पश्चात हाम्रो यात्रा थोरङला पासतर्फ लाग्छ। थोरङला पास, यो पास केवल उचाइ होइन, आत्माको आरोहण हो। हिमालमाथिको यो यात्रा सदाको सम्झना बन्न पुग्छ। यो यात्रा केवल यात्रा होइन, आफैलाई भेट्ने अवसर हो। हजारौँ मानिसहरूको सपना बोकी बसेको यो पास, जहाँ घामको किरणले चम्की बसेको हुन्छन् हिमालका चुचराहरू। समुद्र सतहबाट 5416 मिटर यहाँको हावा हल्का छ, तर अनुभूति गहिरो। यो हो थोरङला पास, जहाँ प्रत्येक पाइला सङ्घर्ष हो र प्रत्येक क्षण एक सपना। अन्नपूर्ण सर्किट ट्रेक, माइटी थोरङला पास। सुखमा हामीले खाजासाजा खाएर त्यहाँ हामी खाजाहरू खायौँ, चिसोहरू खायौँ, अनि चिया कफीहरू खाएर त्यसपछि त्यहाँबाट अलिकता 2 मिनट हिँडेपछि अनि यहाँबाट यो तल्लो बाटो चाहिँ खाङसार जान्छ, मनाङ जाने बाटो हो। अनि यो माथि चाहिँ एकखर्का, माथिको श्रीखर्का हो। यहाँबाट जाने सिधै पुग्यो 3.5 घन्टा हिँड्यो भने त एकखर्का पुग्छ। ओल्ड खाङसार भ्यू पोइन्ट एन्ड रेस्टुरेन्ट 1 आवर फ्रम हियर भनेको छ। अब यहाँबाट 1 घन्टा लाग्छ। अब त्यहीँ बस्ने भन्ने प्लान छ, हेरौँ अब। ओल्ड खाङसारमा पुग्यो हामी। चिया खायो, ब्ल्याक टी खान मजा आउँछ। तपाईँको श्रीखर्काबाट लगभग 1 घन्टा लाग्यो यो ओल्ड खाङसार पुग्नलाई। अब आज हामी बस्छौँ। मेरो अलिकति हेल्थ साथमा दिएर खुट्टा पनि साह्रै दुखिरहेको छ। 6 बजी चाहिँ हिँड्छौँ हामी यहाँबाट। आज यहीँ सुत्ने, भैँमै सुत्ने भनेको छु। अब यहीँ बस्ने, यहीँ सुत्ने, भोलि बिहान 6 बजी हिँड्छ। ल अब यो सूर्यमुखी तेल हो। यो भाइले मालिस गरिरहेको छ। सूर्यमुखी तेल ल्यायो यो पुरा फेरि। मैले सूर्यमुखी तेल ल्यायो। तोरी तेल पाइएन। अब ल हाम्रो कुक भाइ चाहिँ को हो? कुक तिमी होइन? कुक तिमी होइन? खाना त एकदम मिठो बनाएको भाइ तिमी, साँच्चै भनेको। खाना मिठो थियो, यो अचार मिठो, एकदम मिठो थियो। ल टेस्ट better experience. But what's your name? Please tell me. My name is Zach. Jack? Yeah. Wow. हाम्रो पनि के छ कति फोटो हाम्रोमा चाहिँ विदेशी आएर एउटा एक्सर्साइज गरिरहेको छ, योगा हो भने है। यिनीहरूको त एक्सर्साइज खतरा होला नि त। भात खायो, सुत्यो। सुत्यो। ओल्ड खाङसारमा होइन यो? पुरानो खाङसार। ल यत्तिकै जस हामी चाहिँ ओल्ड खाङसारमा छौँ। श्रीखर्काबाट चाहिँ यो चाहिँ ओल्ड खाङसार पुग्नलाई चाहिँ 1 घन्टा लाग्दो रहेछ। अनि यहाँ चाहिँ हामीले चाहिँ अब यो नयाँ होटल रहेछ। अनि राम्रोसँग चाहिँ पुरै तरह नबने रहेछ, रुमहरू नरहेछ। हामी चाहिँ त्यही डाइनिङमै बसिरहेछौँ। जस रमाइलो छ, जस एकदम रमाइलो छ, आनन्द छ। अब भोलि हामी चाहिँ यहाँबाट चाहिँ 4 घन्टा 3.5 घन्टामा हामी एकखर्का पुग्छौँ। अनि एकखर्काबाट थोरङ फेरि चाहिँ हामी 4 घन्टा हिँड्दै
यहाँबाट एखरकाबाट थोराङ फेरि 4 घन्टा होइन त्यहाँबाट 4 घन्टा अनि रमाइलो छ जस अब हामी सुत्छौँ खानासाना पनि खाइयो एकदम मिठो भयो ल खै एकछिन यता हेरिदिनु न तपाईँहरू मेरो युट्युब च्यानललाई हेरिदिनु न एकचोटि हेलो ओल्ड खाङसार है ओल्ड खाक्सा हामी चाहिँ एडजस्ट गरिरहेछौँ आज चाहिँ होइन दुईजनालाई घुर्ने समस्या तपाईँहरू म होइन तपाईँहरू म होइन अघि उहाँले भन्नुभएको थियो कि म उता सुत्छु भन्नुभएको थियो कि उहाँले कहाँ यहाँ पढाइदिनु ल दाइ र म छु घुर्नेमा चाहिँ एकदम कम्पिटिसनमा कसले जित्छ भोलि बिहान रिजल्ट आउनु पर्छ ल भाइ गुड ल गुड नाइट गाइज गुड नाइट हेलो गुड मर्निङ फ्रम ओल्ड खाङसार यस्तो छ यहाँबाट चाहिँ हिजो हामी चाहिँ यहाँ बसेको थियौँ अनि यो हिमाल म त छुट्टै छ यो हिमाल छ नि ठ्याक्कै पछाडि तिलिजो लेक यो सबै हिमाल भयो त्यहाँ तल बेस क्याम्प त्यो तल बेस क्याम्प भयो त्यो तल बेस क्याम्प हुन्छ त्यो तल बेस क्याम्प त्यसपछि यता आएर श्री खड्काइभित्र हो अनि हामी यो बाटो हुँदै तल गयो खाङसार यो माथि आयो भने चाहिँ ओल्ड खाङसार यो हामी यहाँ बसेको ठाउँ यस्तो छ यहाँ बसेको यहाँबाट चाहिँ हिँड्छ उता अब ल अब ओल्ड खाङसारबाटै लाग्यो हाम्रो यात्रा सुरु भयो अब ल भाइ ल बाई ल ल ल है भाइ थ्याङ्क यू ल यहाँबाट चाहिँ अब हामी यस्तो बाटो लाग्छौँ अब टक्क पारेर यहाँबाट ठ्याक्कै होटलको ब्याक साइड यस्तो छ जस्तो यहाँ चाहिँ सुतियो रमाइलो भयो आज त साह्रै रमाइलो भएछ राति त अब आज यहाँबाट लाग्ने सुई पार यहाँबाट चाहिँ 3 घन्टा एक खर्का गरे यहाँबाट चाहिँ 4 घन्टा माथि थोराङ फेरि यस्तो छ बाटो ल त्यो मनाङ योबाट हिमाल छिट्टो भएर हामी योबाट ओल्ड खाङसारबाट अहिले कति बजी अहिले है यहाँसम्म होइन 1.5 घन्टा लाग्यो होइन ओल्ड खाङसारबाट ल यहाँ आएर हामी चाहिँ कफी खाँदै मकै पनि खाँदैछ मुङ दालमा मकै सातु डाइजेस्टिभ बिस्कुट टाइगर बिस्कुट छ टाइगर बिस्कुट पनि छ मुङ दाल पनि छ चिनी पनि छ फेरि पुरै व्यवस्था छ त आइरहेको छौँ हामी ल हिमालको काखमा बसिरहेको छौँ हामी चिसो हावा पनि लागिरहेछ आनन्द फिल भइरहेछ आधा घन्टा हामी चाहिँ खाजासाजा खाएर अब हामी हिँड्न लाग्यो बाटोमा एकदम धोपीहरूको एकदम ओरिजिनल धोपीहरूको बुट्टा एकदम धेरै क्या यिनीहरूको बुट्टा यस्तो मिठो बास्ना आउँछ यो धोपीहरूबाट बास्नु मिठो आउँछ जस बाटो पनि ठिकै छ भने तेस्रो रहेछ ओल्ड खाङसारबाट चाहिँ हिँडेको अहिले लगभग 2 घन्टा हुन लाग्यो 2 घन्टा भइसक्यो
यहाँ म हिँड्दै यहाँ एउटा कुरा मैले के याद गरेँ भने एक खर्काबाट श्रीखर्का जानसम्ममा बाटोमा यस्तो साइनहरू छ स्काई ब्लू र व्हाइट कुनैको भैमा यस्तो साइन लागेको छ भने कुनै ढुङ्गामा कुनै बोर्डमा बाटोमा बोर्डहरू पनि छ एक खर्का लेखेको बोर्डहरू पनि छ तपाईँले यसको साइन हेरेर पनि आउँदा पनि हुन्छ बाटो हराउने बाटो त्यस्तो त केही पनि छैन राम्रै छ बाटो अहिलेसम्म त यो साइन स्काई ब्लू र व्हाइट साइन चाहिँ रहेछ बाटोमा चाहिँ यो बाटो हो भनेर चाहिँ चिनाएको होला नि त साइन चार उठाएर एक खर्का राम्रो होटल छ यहाँ पनि यार हेलो के खिच्नु तर भनिदिनु त फोटो एकचोटि कुन फोटो अरे यो सिनको के टक यो होइन कितली सितली टक सबैदेखि नै पानी तताएको हेर्न ल कम यो जुन लेदारभन्दा अलि माथि आयो भने एउटा बाटो दुईवटा बाटो आउँछ एउटा तल बाटो यो त तल बाटो यो बाटो उता घर तल गएर पारीबाट बाटो छ नि पारी बाटो त्यो एउटा जाँदो रहेछ एउटा थराङ फेरि एउटा बाटो त्यो बाटो यहाँबाट यो बाटो अब हामी चाहिँ यो बाटो किन आयो भने त्यो बाटोबाट ढुङ्गाहरू हिँड्नु माथिबाट ढुङ्गाहरू झर्छन् गरे पहिरो आउँछ गरे एकदम रिक्सी छ त्यो बाटो भनेर हामी त्यो बाटो नगएको तर त्यो बाटो एकदम छोटो छ अरे लेदारबाट अलिक माथि गएर दुईवटा बाटो छुट्छ त्यो माथिको बाटो चाहिँ त्यो बाटो एकदम रिक्स बाटो छ तर छोटो छ अरे अनि हामी गएको बाटो चाहिँ लामो छ सजिलो छ तर चाहिँ राम्रो बाटो छ सेफ्टी छ सेफ बाटो छ भनेर हामी यो बाटो जान लागेको हो न्यू देउराली भन्ने ठाउँमा आयौँ यसको चाहिँ हाई अल्टिट्युड भनेको 4550 मिटर रहेछ यसको 4550 मिटर लेदारबाट 1 घन्टाको हिँडेपछि यहाँबाट अब थराङ फेदी गाउँ देखिसकेको छ देखियो हो यो थराङ फेदी अब यहाँबाट हामी यो उकालो ठ्याक्क उकालो जानुपर्छ पर्छ त्यो थराङ फेदीबाट यहाँ गयो भने त्यो त्यहाँ हाई क्याम्प त्यो रहेछ हाई क्याम्प त्यो भनेपछि थराङ फेदीबाट त्यहाँ पुग्नलाई बिस्तारै गयो भने 1 घन्टा लाग्छ अरे त्यहाँबाट उता गयो थरङला त्यहाँ उता मुक्तिनाथ यस यस्तो छ गाइज we did it थरङला we reach थराङ फेदी अब यहाँ दुईवटा बाटो छ तलको बाटो गए पनि हुन्छ पुलको बाटो गए पनि हुन्छ अनि यहाँबाट झुलुङ्गे पुल गए पनि हुन्छ यहाँ पारेर छ रमाइलो भइरहेछ गाइज ठिक छ धेरै चिसो भइरहेछ थराङ फेरि पुग्यौँ हामी दिउँसोको 3 बजे 3 साढे 3 भएको होला मलाई टाइम त घडी त हेरेको छैन 3 बजे बिहान हामी 6:30 बजे निस्केको थराङ फेदीमा चाहिँ दिउँसो 3 बजे पुग्यौँ हामी हेलो थराङ फेदी आज यहीँ बस्छौँ भोलि बिहान 3 बजे हामी हिँड्छौँ यहाँबाट गाइज थराङ फेदी थराङ बेस क्याम्प बजार 50 फाइनली थराङ बेस क्याम्प
उसिनेको आलु अनि अमेरिकानो बिन कफी गर्दाखेरि कति दिन भयो नखाएको अदाइ बिन कफी नखाएको कति दिन भयो अरे दादा हेर्नु न फेरिमा चाहिँ हामी चाहिँ आनन्दले बसिरहेको छौँ खाना आयो हाम्रो खाना आयो यस्तो छ थोराङ फेदीको खाना यस्तो छ यो आलु के रहेछ दाल रहेछ भात पापड के हो अब हामी खानासाना खाएर चाहिँ थोराङ फेदीको रुममा आछौँ अब खानासाना खाइयो कति बजी अहिले 9 बज्यो 9 अब चाहिँ एकदम जाडो छ मौसम अब चाहिँ हामी सुत्छौँ अब अनि दाइ उता पल्टिनु भएको छ दाइ त नि त दाइ जानु न दाइ उता पल्टिनु भएको छ अब म पनि हिँड्दा छु अब भोलि बिहान हामी 3:30 बजे हिँड्ने भन्ने कुरा छ ओढेन ओठफाट कस्तो भएको छ ओठ फाटेर कस्तो ओठ फाटेछ ओके गुड नाइट अब चाहिँ हामी 4 बजे छ अब चाहिँ हिँड्छौँ यहाँ थोराङ फेदीबाट ओके थोराङ फेदीबाट लगभग आधा घन्टा भयो यस्तै राम्रो छ हाई क्याम्प आयो 1 घन्टा नि लागेन हामीलाई त 45-50 मिनट्स लाग्यो हाई क्याम्प पुग्न थोराङ फेदीबाट ओके यस्तो थ्याङ्क यू भाइ ल थोराङ हाई क्याम्प पुग्यो यहाँबाट त थोराङ कति अरे भाइ यहाँबाट 600 मिटर क्लाइम्बिङ छ हिँडेर कति टाइम लाग्छ 3 घन्टा 4 घन्टा 3 घन्टा हो हजुर 3 घन्टा बिस्तारै चिल भएर दाइ हेर्नु त थोराङ हाई क्याम्पमा कति घन्टा 1 घन्टा पुग्यो भने दाइ 1 घन्टा होइन 2 घन्टा लाग्यो होला नाच्नु ए राम्रो भन्नु न भिडियोमा 1 घन्टा लाग्यो 1 घन्टा लाग्यो होइन दाइ थोराङ हाई क्याम्प यस्तो छ त्योबाट यस्तो ल हामी त 5200 को हाइटमा आयो होला हिमाल अहिले 5020 को हाइटमा आयो 5020 यहाँको यसको हाइट एलिभेसन त्यति छ यहाँबाट त्यहाँ गयो भने टी सप छ त्यहाँ त्योभन्दा माथि थोराङ पास यो त हिमाल नै हो कि हिमाल क्रस गरेर जाने हो मेरो ब्याग यहाँ छ यस्तै यो थोराङलाबाट थोराङला हाई क्याम्पबाट कम्तीमा लगभग 40 मिनट्स हिँड्यौँ कि यहाँ माथि अझै हाइट लगभग 5200 मिटरको हाइटमा छ यो टी सप चाहिँ हामी छौँ र म पुग्नुपर्छ 5416 त्यही भएर धेरै गाह्रो छ अब यसको नाम थाहा छैन मलाई अब यहाँबाट छेर्छौँ अब यहाँबाट भित्र यहाँबाट छेर्छौँ बिहान साह्रै रुनु मन लाग्छ यार रुनु मन लाग्छ मलाई पहाड थोराङमा पुग्यौँ
पुग्यो यार 5416 नेपाल हाइएस्ट पास गाइस साँच्चै भनेको आनन्द फिल हुन्छ यार यहाँ पुग्यो भने कस्तो सास त पाउँछ क्या थोरङ पिक दया आँसु आयो मेरो कस्तो मजा आँसु आयो भने त भन्नु न 5416 कस्तो उड्नु मन लाग्छ यार फिलिङ्स यो फिल हो क्या भनेको कसम थोराङला 5416 एउटा सपना हजारौँ कदम र अनन्त त्यो छाड आज हामी अन्नपूर्ण सर्किटको सबैभन्दा कठिन तर सबैभन्दा गौरवपूर्ण बिन्दुमा उभिएका छौँ थोराङला पास 5416 मिटर थकान डर र सङ्घर्षलाई जित्दै यहाँसम्म आइपुग्नु आफैमा एउटा जित हो यो अन्त्य होइन यो यात्राको सबैभन्दा ठुलो उपलब्धि हो हेरिरहनुहोस् यो अन्तिम अध्याय ल थोराङ पिकबाट थोराङ पिक यो यहाँ त्यसपछि थोराङ पास ओह्रालो धेरै गाह्रो हुन्छ विदेशीले राशि काम गर्ने पर्यो आज सकेर पर्सि गएर सकेपछि अर्को टिप कहिले आउनु भने फोन कहिले आउनु भने यो बाटो हुँदै आएको अधीर माथि अनि यहाँबाट यस्तो यो बाटो हुँदै जाने त्यसपछि यहाँबाट यो बाटो र उता मुद्रान पुग्छ तर ठ्याक्क मुद्रान पुग्छ यो चाहिँ त्यो पिक चाहिँ थोराङ पिक हो यो सबै थोराङ पिक हो त्यो थोराङ पिक ओके यो कुन ठाउँ अरे भाइ यो फेरि मुस्ताङ फेरि होइन यहाँबाट मुक्ति कति लाग्छ मुक्तिनाथ अब लाग्छ ल हामी चाहिँ मुस्ताङ फेरीमा आयौँ र हाइट चाहिँ 4200 रहेछ यहाँ ठिकै यो यस्तो घर जस्तो बनाएर यस्तो हुँदो रहेछ बोर्ड देखाएर कार छ यहाँ 1 घन्टा रहेछ चेङ्गुर भन्ने मुक्तिनाथ तल अनि चेङ्गुर 1 घन्टा अरे
मुक्तिनाथ अब 30 मिनट लाग्छ मुक्तिनाथ। बिहान थरङ फेदीबाट हामी चाहिँ 4 बजी हिँडेको 11:30 मा हामी चाहिँ मुक्तिनाथ पुग्यौँ। ठुलो उपलब्धि म यस्तो चाहिँ मुक्तिनाथको यात्रा। हाम्रो मुक्तिनाथ पुग्यौँ हामी। ल वेलकम टु मुक्तिनाथ। मुक्तिनाथको बजार उता यो गुरु रिम्पोछेको मन्दिर। अब यो मुक्तिनाथ मेन मुक्तिनाथ मन्दिर चाहिँ यहाँ मुनि छ। यो झन्डा लाउने ठाउँ हामी पुगियो। ल वेलकम टु मुक्तिनाथ। हे ल उता अन्त उ जाउँ उता जाउँ होइन आउनु आउनु के पर्दैन। 108 धारा बाहिर नदिने क्या दाइ। ल फाइनली वी रिच मुक्तिनाथ टेम्पल। हामी छौँ के छ भने ल मुक्तिनाथ पुग्यो होइन। हामी सबैलाई बधाई छ है। ल फाइनल्ली कम्प्लिट गरेर मुक्तिनाथ दर्शन गर्न आइसक्यो। ल ओ फाइनल्ली हामी मुक्तिनाथ पुग्यो हामी। अब रेस्ट आनन्द। अब हाम्रो हामी यहाँ बस्यौँ। नास्ता खाँदैछौँ हामी। ल होटल आएर तारे खानाहरू धेरै मिठो छ यता। अहिले बिहान 8:30 बजे। अब चाहिँ 9 बजे गाडी आउँछ। गाडी आयो भने हामी चाहिँ पोखराको लागि अनि हिँड्छौँ। र पोखरा चाहिँ हाम्रो पोखरा 2-3 बजी त पुरा होला। 9 बजी गयो भने हाम्रो चाहिँ त्यसपछि चाहिँ हाम्रो यात्रा साँझको 5 बजे बुधबारको फ्लाइट छ। 5 बजी त भन्छन् कि अब 5 साढे 5 बज्ला। त्यति बेला चाहिँ त्यति बेलासम्म चाहिँ बाई। र हाम्रो ब्रेकफास्ट पुरी तरकारी अन्डा ब्ल्याक टी दही पनि खाँदै हुनुहुन्छ। अहिले 8:30 भयो। अब हाम्रो गाडी 9:30 बजी आउँछ। 9 बजी हेर्दै 9 बजी यस्तो छ। एप्पलको छेउमा यस्तो छ भित्र चाहिँ। हामी चाहिँ पोखराको एयरपोर्टमा पुग्यौँ भर्खरै। र हामी चाहिँ मुक्तिनाथबाट चाहिँ 10 बजी कति 4 बजी मात्रै पुग्यौँ। यो चाहिँ पोखराको एयरपोर्ट। 4 बजीको फ्लाइट छ हाम्रो। 4 कि 5 बजीको फ्लाइट छ। यहाँबाट 5 बजीको फ्लाइट बुद्धहरूको फ्लाइट छ हामीसँग। अब एकछिन हामी एयरपोर्टमा अब झरेर सामान चाहिँ पर्ला। ल 5 बजेको फ्लाइट छ। 5 बजे डिले भएको छ। 8:30 भएको छ। के हुन्छ 8:30 Americano. Coffee.
नमस्ते। आफ्नो सुरक्षाको लागि सिटको पेटी बाँध्न हुन सिटलाई सिधा राख्न हुन Glad the entire crew would like to once again apologize for this delay. थोरङला पास पार गर्नु केवल एउटा पहाड नाग्नु मात्र थिएन, यो आफैसँगको लडाइँ जित्नु थियो। 5416 मिटरको उचाइमा चिसो हावा, थकान र सासको कमी बिच पनि हामीले हार मानेनौँ। हरेक पाइला सङ्घर्ष थियो, तर माथि पुगेपछि देखेको दृश्यले सबै पीडा बिर्साइदियो। यो यात्राले हामीलाई सिकायो सीमा शरीरको होइन मनको हुन्छ। अन्नपूर्ण सर्किटको यो अन्तिम उपलब्धि जीवनभर सम्झन लायक स्मृति बन्यो। यो अन्त्य होइन, नयाँ यात्राहरूको सुरुवात हो।